टीवी टुडे में अपने संपूर्ण गोटे के स्वागत करी छी हम चांदी। अखन हम सब जे दृश्य देखे देबे पछा में जे टेंट लागल छै आ एठाम जे मध्य प्रदेश के कई राजधानी जनकपुर अछि और जनकपुर में जे रजौल स्थित राम जानकी स्टेडियम रहल अछि ओहिमे पीएम पुरुष क्रिकेट प्रतियोगिता जे छै से आइ सँ शुरू भ चुकल अछि। लेकिन पानि के कारण से कहै छै प्रकृति के केओ नहीं रोक सकल के ओ स्वाभाविक छै। ओहि के लऽ कऽ आइ जे छै से खेल में कनिक बाधा भ चुकल अछि। ओना ओपनिंग सत्र जे छै से उद्घाटन सत्र शुरू भ चुकल अछि लेकिन खेल जे छै से होबऽ नहीं सकल अछि। तऽ हमसब विशेष कऽ कऽ बातचीत करब एहि के सेरो फेरो में रहि कऽ जे पानि के लऽ कऽ कतेक जे छै से प्रभाव पारल गेल छै आयोजक सबके और खिलाड़ी सबके कहाँ कहाँ के खिलाड़ी रहत और कतेक दिन के जे छै से ई खेल हेतै पीएम कप। ओमे विशेष कऽ कऽ जे सौभाग्य के बात ई अछि कि जनकपुर में जे छै से पहिल बेर ई भऽ रहल अछि ओ सबसँ बड़का सौभाग्य के बात अछि। ओना कही तऽ अखन जनकपुर में और वीरगंज और ई काठमांडू में ई तीन ठाम जे छै से ई खेल शुरू भऽ रहल अछि एके साथे। ताहि के विशेष हम सब जानकारी लेबऽ के प्रयास करब। ओकरा सबके अतिथि रहल अछि बातचीत करे के क्रम में जे पीएम कप के जे एहि बेर टूर्नामेंट के डायरेक्टर छथिन आकाश पांडे जी ओना चिर परिचित ओ व्यक्ति छथिन। उनका खेल प्रति बहुत ज्यादा जे छै से इंटरेस्ट कहै आ सब दिन से ओ खेल प्रति जुड़ल छथिन। एकटा खिलाड़ी सेहो छथिन मध्य प्रदेश के कैन के सदस्य सेहो रहि चुकल छथिन। उनका पहले हम सब स्वागत करी। आकाश जी आने स्वागत छ तपाईँ। धन्यवाद चाँदनी। यो पहिलो चोटि जनकपुरमा भनौँ यो मध्य प्रदेशमा पीएम खेल चाहिँ भइरहेको टुर्नामेन्ट र त्यसको चाहिँ तपाईँ डाइरेक्टर हुनुभएको छ। कस्तो फिल गरिराख्नुहुन्छ, कस्तो लागिरहेको छ यहाँलाई? सबभन्दा पहिले त मेरो आफ्नो पर्सनल ब्याकग्राउन्ड पनि एज अ क्रिकेटर नै रहेको छ, यहाँलाई थाहा नै छ। र त्यसपछि मैले विगत 12-15 वर्ष भइसक्यो मैले चाहिँ यो क्रिकेट डेभलपमेन्ट कमिटीमा बसेर क्रिकेटको लागि काम गर्दै आएको छु। क्रिकेटलाई राम्रो गर्ने प्रयासमा छु। मध्य प्रदेश क्रिकेटलाई र समग्रमा नेपाल क्रिकेटलाई राम्रो गर्ने काममा चाहिँ अथवा मैले समितिहरूबाट बसेर क्रिकेटको लागि काम गरिरहेको छु। अहिले चाहिँ भनौँ प्राकृतिक कसैको हातमा हुँदैन र विशेष गरेर यो पानी चाहिँ परेर कस्तो चाहिँ प्रभाव पारेका छ? अब हेर्नु सबभन्दा पहिलो कुरो त यो हाम्रो लागि मध्य प्रदेशको लागि सबैभन्दा ठुलो गौरवको कुरो थियो। हामीलाई चाहिँ यो क्रिकेट एसोसिएसन अफ नेपालले चाहिँ मध्य प्रदेशमा 2टा भेन्यू राखेर हामीलाई यो मेजर एउटा इभेन्ट क्रिकेटको इभेन्टलाई चाहिँ आयोजना गर्ने उहाँहरूले हामीलाई एउटा अवसर प्रदान गर्नुभएको थियो। र त्यो अवसर प्रदान गरिसकेपछि हामीले पनि 3 हप्तादेखि चाहिँ हामी निरन्तर 3 हप्तादेखि हामी निरन्तर यो फिल्डमा काम गरिरहेका थियौँ। ग्राउन्ड हाम्रो यसलाई अझै अपग्रेड गर्नुपर्ने, जुन स्ट्यान्डर्डमा यो खेल्नुपर्ने त्यो स्ट्यान्डर्डमा हामीले यसमा काम गरिरहेका थियौँ। अब दुर्भाग्य भनौँ होइन, दुर्भाग्य भनौँ यो पानी चाहिँ हिजो बेलुका पानी परेकोले चाहिँ यो ग्राउन्डलाई चाहिँ असर गरेको छ। अब यो अहिले आजको डेटमा चाहिँ अहिलेसम्म हेर्नु पर्दाखेरि चाहिँ अब आजको म्याच चाहिँ लगभग आई थिङ्क इट्स इम्पोसिबल। अब यो अहिले आज गेम हुन सक्दैन। त्यसै गरी अब वीरगन्जको अवस्था पनि त्यस्तै छ। त्यहाँ 7 ओभर मेरो अहिलेको जुन करेन्ट अपडेट छ 7 ओभरको म्याच सम्पन्न भइसकेपछि त्यहाँ पनि म्याच रोक्नु परेको छ। अब हाम्रोमा हजुर पानीले गर्दा 2टै ठाउँमा रोक्नु परेको छ। असर त नराम्रै गरेछ, गेमै भएन भनेपछि त्यसमा पनि आज हजुर अब आज ओपनिङ डे, ओपनिङ म्याच, ओपनिङ सेरेमनी चाहिँ जनकपुरमा हो र यसको फाइनल म्याच भेन्यू चाहिँ वीरगन्जमा छ। हामीले अहिले यहाँ जनकपुरमा 17वटा म्याच खेलाउनु पर्नेछ। 17वटा म्याचमा हामीले चाहिँ रेस्ट डेहरू पनि यसमा छ। च्यालेन्ज भयो नि चाँदनीजी, अब यो अलिकता हामीसँग भएको साधन स्रोत जुन हाम्रो ग्राउन्डमा छ त्यो साधन स्रोतले अब यो व्यवस्थापन गर्न हामीलाई च्यालेन्ज चाहिँ छ। तर के छ भनेदेखि हामीलाई यो सक्छौँ भन्ने अहिले पनि पानी चाहिँ अब आज भोलिबाट वेदर फोरकास्ट चाहिँ अलिकता क्लियर छ। भोलि हाम्रो रेस्ट डे हो भनेपछि भोलि अथवा आज पानी परेर केही बेर पानी परेर रुक्छ भने हामीले यसमा फेरि काम गर्न सक्छौँ, यसलाई ठिकठाक पार्न सक्छौँ। र निरन्तर भोलि घाम लाग्यो र भयो भने पर्सिको म्याच हामी यसमा फेरि कन्टिन्यू गर्न सक्छौँ। अब बिहान आउँदाखेरि चाहिँ राति पानी पर्यो, हामी राति पनि ग्राउन्डमा आइपुगेका थियौँ। यो हजुरको त्रिपालहरू हामीले पिच कभर गऱ्यौँ। त्यसपछि बिहान मलाई लाग्छ 5 बजे बिहानदेखि नै हामीले यहाँ ग्राउन्ड स्टाफहरू भाइ बहिनीहरूले चाहिँ एकदमै मेहनतले पानी सुखायौँ। त्यसपछि हाम्रो एक चरण अफिसियल कुरा हुँदाखेरि चाहिँ म्याच गराउन सकिन्छ भन्ने एउटा निष्कर्ष पनि निस्कियो। हामीले 2 बजेसम्म चाहिँ गराउन सक्छौँ भन्ने अफिसियलहरूबाट त्यो एउटा
किसिमको इन्फर्मेसन आएको थियो। तर फेरि यो जुन दोस्रो एउटा ब्रेक भएपछि अर्को चरणमा पानी परेपछि चाहिँ अब अहिले गाह्रो भएको छ। गाह्रो भएको छ र आज चाहिँ खेल हुने सम्भावना छैन। एकदमै न्यून भइसक्यो। भइसकेको छ। अब भोलि पनि हुन्छ कि हुँदैन भन्ने त्यो पनि भोलि त हाम्रो रेस्ट छ। हजुर भोलि रेस्ट छ। 17वटा म्याचमा हजुरको कस्तो छ भनेदेखि कन्टिन्युअसली म्याच एभ्री डे छैन। त्यो हजुरको पछाडि मिड डेमा मिड टुर्नामेन्टको पिरियडमा चाहिँ छ। फर्स्ट म्याचपछि एउटा ग्याप छ। हामी नेपालको ग्याप पाएको छौँ। त्यसपछि अर्को म्याच। हजुर जसरी कहाँका खेलाडीहरू चाहिँ सहभागी भइरहेका छन् यस पिएम कपमा? त्यसमा चाहिँ हाम्रो 7वटै प्रदेशको टिम सहभागी छ र त्यसमा हजुरको नेपाल आर्मी विभागीय टिमहरूमा चाहिँ नेपाल आर्मी, नेपाल पुलिसको र सशस्त्र प्रहरीको टिम 10वटा टिम सहभागी छन्। अनि खेलाडीहरू चाहिँ यसमा कहाँका चाहिँ मौका पाएका छन्? यो त हजुरको जिल्लाबाट छनौट भएर आएको खेलाडी हो। लगभग यो चाहिँ यसको स्ट्रक्चर कस्तो हुन्छ भनेदेखि जिल्लाबाट छनौट पहिले गर्यो। जिल्लाबाट छनौट गरिसकेपछि प्रदेशको टिममा अनि प्रदेशको टिमले चाहिँ यहाँ सहभागिता जनाएको। हजुर जसरी पिएम कप भनौँ यो पहिलोचोटि भइरहेको छ। हजुर मधेसमा पहिलोचोटि भएको। पहिलोचोटि छ। त्यसमा चाहिँ च्यालेन्जिङ के लागिरहेछ यहाँलाई विशेष गरी? सुरुमा चाहिँ के हो भने क्यानको यो सबैभन्दा प्रेस्टिजियस इभेन्ट हो र मेन्स क्रिकेटको लागि चाहिँ नेपालको मेन्स क्रिकेटको लागि चाहिँ एकदमै ठुलो इभेन्ट पनि हो। यो एउटा नेपाल टिममा इन्ट्री गर्ने एउटा गेटवे पनि हो। एक प्रकारको यही राम्रो प्रदर्शन गरेको खेलाडीहरूले भोलि नेपाल टिममा सहभागिता अथवा यहीँको पर्फर्मेन्सको आधारमा यहाँ यो टुर्नामेन्टहरू राष्ट्रिय स्तरको टुर्नामेन्टहरूमा छनौट म्याचहरूमा जुन पर्फर्मेन्स हुन्छ प्लेयरको त्यही पर्फर्मेन्सको आधारमा उसको नेपाल टिममा उसको सहभागिता हुने सेलेक्सन हुने सम्भावना बोकेको टुर्नामेन्टहरू। अनि त्यो हिसाबले चाहिँ मधेसले जब हामीले यो जिम्मा पायौँ, जब म एज अ डाइरेक्टर अपोइन्ट भएँ, मलाई चाहिँ एकदमै खुसी लाग्यो। एउटा एक त यत्रो ठुलो इभेन्ट हाम्रो मधेसमा हुँदैछ र त्यसपछि पनि मैले जुन एउटा डाइरेक्टरको जिम्मेवारी पाइसकेपछि चाहिँ सुरुमा एउटा चाहिँ विश्वास के थियो भनेदेखि हाम्रो टिम जुन हामीसँग प्रदेशको टिम छ, हामीसँग क्रिकेट एसोसिएसनले राम्रोसँग कोअर्डिनेसन गरेको छ। तपाईँको क्रिकेट एसोसिएसन नेपाल, त्यसपछि हाम्रो प्रदेश क्रिकेट मधेस प्रदेश क्रिकेट विकास समिति, त्यसपछि हाम्रो धनुषा जिल्ला क्रिकेट सङ्घ, हामीले छलफल निरन्तर गरेपछि हामीले चाहिँ जुन टिम हाम्रो एउटा क्यापेबल टिम छ त्यसको लागि चाहिँ यो टिम यो म्याच चाहिँ अब यो नेचुरल समस्या नभइदिएको, प्राकृतिक समस्या नभइदिएको त हामीले यसलाई एउटा सम्पन्न गराउनलाई चाहिँ हामीले जुन टिम हाम्रो वर्क छ त्यो टिम वर्कले त हामीले यो गाह्रो हुँदैन थियो यो इभेन्ट कम्प्लिट गर्नलाई। आकाशी खेल तालिका कस्तो छ र कति ओभरको खेल हुन्छ? एक दिनमा कतिवटा गेम हुनेछ? हजुर यो चाहिँ 50-50 ओभरको म्याच हुनेछ र यो 50-50 ओभर भएको म्याच भएको हुनाले दिनमा चाहिँ एउटै म्याच सम्भव हुन्छ र यो हाम्रो जनकपुर भेन्यूमा चाहिँ 17वटा म्याच छ र त्यसै गरी वीरगञ्ज भेन्यूमा चाहिँ 18वटा म्याच छ र त्यहाँ एउटा फाइनल पनि वीरगञ्ज हुने भएकोले एउटा म्याच थपिएको छ। हजुर जसरी आज चाहिँ खेल हुन सकेको छैन, यसलाई चाहिँ कसरी फेरि अब भोलि म्यानेज गर्न सक्नुहुन्छ? अब यसलाई चाहिँ अब अहिले हाम्रो प्लेइङ कन्डिसन हामी अहिले एक्सपर्टहरूसँग यो विषयमा कुरा गर्छौँ। प्लेइङ कन्डिसनमा उल्लेख गरेको चिज चाहिँ अब कि त अब हामीले यो म्याचलाई चाहिँ दुईटै टिमलाई चाहिँ इक्वल पोइन्ट्स दिएर दिनुपर्ने स्थिति आउन सक्छ। यसको चाहिँ कुल अब बजेट भनौँ अथवा आयोजक भनौँ कहाँबाट आयोजना गरिएको छ? यो चाहिँ यो कम्प्लिटली यो क्यानको आफ्नो अफिसियल इभेन्ट भएकोले यसको सारा व्यवस्थापन तपाईँको फाइनेन्सियल लजिस्टिक हामी एज अ भोलिन्टियर काम गर्ने क्यानको जुन विङ संस्थाहरू छ, सपोर्टिभ संस्था जिल्ला प्रदेशले चाहिँ यसको कम्प्लिट आयोजना तपाईँको स्पोन्सरहरूको सहयोगले क्यानले गर्ने आयोजना हो। यो क्रिकेट एसोसिएसन अफ नेपाल हाम्रो केन्द्रीय सङ्घले गर्ने आयोजना हो। हामीले चाहिँ एउटा जिल्लाको प्रदेशको रोलमा हामीले चाहिँ एउटा कोअर्डिनेसन अथवा हाम्रो जुन जिम्मेवारी हुन्छ त्यो हामीले निर्वाह गर्छौँ। आकाशी विशेष गरेर अहिले चाहिँ यो खुला चौड नै भनौँ यो अन्तर्राष्ट्रिय रौशाला जुन रामपानीको अन्तर्राष्ट्रिय रौशाला छ त्यसमा अहिले भन्दाखेरि तर पनि अहिले खेलाडीहरूको मनोबल बढेको छ र खेल निरन्तर भइरहेको छ यहाँहरूको चाहिँ आयोजक भनौँ संयोजकमा भनौँ र यहाँहरूको पहलमा भनौँ भन्दाखेरि। तर चाहिँ यसमा अब अहिले चाहिँ बनेको छैन यो स्टेडियम
भन्ने क्रममा अब छ, अब कहिले बन्छ त्यो पनि हजुर 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 निश्चित छ। कुरा चाहिँ उठिरहेको छ र अब आशा गरौँ कि अब नयाँ सरकारले बनाउनुहुन्छ भने। तर चाहिँ यता साधन स्रोतको पनि धेरै नै कमी भएको छ। जसरी अहिले पानी पर्यो, तपाईँ एउटा खेलाडी हुनुहुन्छ, तपाईँले यो कुरा त थाहा होला। यो पानीले गर्दा अहिले चाहिँ साधन स्रोत नभएको कारणले गर्दा कति अप्ठ्यारो भएको छ यहाँहरूलाई? यसो छ रानीजी, यसमा चाहिँ हामीले अन्तर्राष्ट्रिय स्तरहरूको म्याचहरूमा पनि, राष्ट्रिय स्तर अन्तर्राष्ट्रिय स्तरको म्याचहरूमा पनि देख्छौँ। गेममा चाहिँ अब पानी चाहिँ धेरै भएको बेलामा अथवा धेरै पानी परेको बेलामा म्याच पोस्टपोन गर्ने, एब्सेन्ट गर्ने अथवा त्यो म्याचलाई पछि सार्ने यो चाहिँ छ। तर जब कि त्यो लेभलमा हजुरको तपाईँको स्टेडियमहरूसँग अथवा त्यो आयोजना गर्ने अथवा त्यो सङ्घ संस्थाहरूसँग चाहिँ विभिन्न किसिमको इक्विपमेन्ट हुन्छ। त्यसलाई चाहिँ अलिकता त्यसको इम्प्याक्टलाई कम गर्नलाई, फेरि खेल सुचारू गराउनलाई। हामी कहाँ चाहिँ अलि हाम्रो देशको जस्तो एउटा खेलप्रतिको जुन अहिलेको अवस्था छ त्यसलाई हेर्दाखेरि चाहिँ हामीसँग भएको साधन त्यो लेभलको चाहिँ पर्याप्त छँदै छैन, त्यसमा त कुनै शङ्कै छैन। तर भएको साधन स्रोतलाई पनि प्रयोग गर्ने हो भने अब अहिले चाहिँ यो ग्राउन्डकै विषयमा हामीले कुरा गर्छौँ होइन। अब ग्राउन्ड तपाईँले नै भन्नुभयो कहिले बन्छ बन्दैन के छ अनिश्चित छ। तर हामीले धेरै आश गरेका छौँ। हामीले यसमा यो ग्राउन्डको विषयमा धेरै ठाउँमा हामीले कुरा पुगाएको छौँ। हाम्रो जिल्ला समितिले चाहिँ प्रदेश समिति लगायत केन्द्रमा पनि यो एउटा जनकपुर स्टेडियम प्रस्तावित अथवा रामजानकी स्टेडियम चाहिँ यो अहिले चर्चामा छ। यो खेलकुद जगतमै खेलकुदमा तपाईँको खेलकुदमा बुझ्ने दखल राख्ने मान्छेहरूले चाहिँ यो चाहिँ चर्चामा छ। अब यो हुँदाखेरि तपाईँले सोधेको प्रश्नसँग मैले यसलाई जोडेँ। पानीले गर्दा त म्याच कुनै ठाउँमा पनि कयौँ ठाउँमा जहाँनिर तपाईँको विकसित देशहरूमा राम्रो स्टेडियमहरूमा पनि क्यान्सल चाहिँ भएको छ। यो त युजुअल चिज हो। अब त्यसपछि चाहिँ स्पिडी रिकभर हामीले कति छिटो गेम गराउन सक्छौँ त्यसपछि भन्ने कुरा चाहिँ त्यो चाहिँ हामीसँग भएको रिसोर्सले डिटरमाइन गर्छ। त्यसले अब यो पानी पर्यो, यो पानी रुकेपछि हामीले यसलाई कति बेरमा फेरि यो सुचारू गराउन सक्छौँ, गेम फेरि कहिले खेलाउन सक्छौँ भन्ने कुरामा चाहिँ त्यतिखेर फेरि साधन स्रोतको आवश्यकता पर्छ। ह्युमन रिसोर्स हामीसँग पर्याप्त छ। अब अहिलेको युगमा तपाईँले त्यो हामीले चाहिँ देख्नुहुन्छ, हामी ट्रेडिसनली अहिले पनि ग्राउन्डमा चाहिँ सामान्य इक्विपमेन्टहरू लिएर पानी सुखाउने काम गर्छौँ अथवा ड्राई गर्ने कुराहरूमा छ। तर त्यही चिज चाहिँ अलिकता सम्पन्न ठाउँ भयो भने, अलिकता इक्विपमेन्टहरू राम्रो भयो भने हामीलाई चाहिँ त्यो रिकभरी गर्ने टाइम चाहिँ अलिक चाँडै भेट्छ। हामी भन्नाले पानी परिसकेपछि, पानी रुकिसकेपछि गेम गराउने अवस्था चाहिँ चाँडै हुनसक्छ अगर हामीसँग साधन स्रोत पर्याप्त भयो भने। हजुर, जसरी आकाशीय तपाईँ एउटा खेलाडी हुनुहुन्छ, त्यो अनुसारले गर्दा अहिले चाहिँ यो पानी नपरेको बेला खेल्नुहुन्थ्यो र पानी चाहिँ परिसकेको छ। यसलाई अब सुचारूमा ल्याउनुहुन्छ, सुकाउनुहुन्छ पानी, निरन्तर तपाईँ रातिदेखि नै लाग्नु भएको छ। तर यसमा चाहिँ खेल्ने खेलाडी कतिको चुनौती हुन्छ एउटा यस्तो फिल्डमा सोध्नुभयो? यो पानी परेको बेला? हजुर, यो म्याच क्यान्सल गर्नुको मुख्य कारण नै के हुन्छ भनेदेखि अब यो स्लिपरी भयो, पानी छ जम्या होइन। यहाँ हामीसँग आउने खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरू हुनुहुन्छ। उहाँहरूको लागि उहाँहरू राष्ट्रको गहना हो। अब म्याचै खेल्नु छ भनेर उहाँहरूलेसँग त्यो किसिमको जोखिम लिन मिल्दैन। अब यो यस्तो वेट आउटफिल्डमा तपाईँलाई भोलि खेल्ने बेलामा उहाँहरू लड्नु भयो अथवा चोट लाग्यो भने त्यो एउटा एज अ डाइरेक्टर मेरो लागि पनि त्यो लज्जास्पद हुन्छ, हामीलाई पनि लज्जास्पद हुन्छ कि हामीसँग अन्तर्राष्ट्रिय स्तरको राष्ट्रको गहनाहरू यहाँ आउनु भएको छ। हामीले केही नाम सुन्छौँ, नेपाल टिमबाट खेलिसक्नु भएको खेलाडीहरू, खेलिरहनु भएको खेलाडी अहिले म्याच खेल्न आउनु भएको छ। अनि त्यो अवस्थामा उहाँहरूले यस्तो पिचमा खेल्नु पर्यो भने चोटपटक लाग्न सक्छ र त्यसको लागि हामीले खेलाउन मैले चाहेर पनि हुँदैन। क्या धेरै टेक्निकल कमिटीहरू हुन्छ, त्यसको डिसिजन आइसकेपछि मात्र गेम हुने कि नहुने। आयोजकले गेम गराउन त आयोजकको त इच्छा नै हुन्छ, उसले त गेम होस् भन्ने हुन्छ। तर पनि त्यसलाई मोनिटरिङ गर्नलाई चाहिँ डिफ्रेन्ट युनिटहरू छ र टेक्निकल कमिटीले के भन्छ, उहाँहरूले चाहिँ एक्जामिन गरिसकेपछि यो ग्राउन्ड खेल्नको लागि ठिक छ भनिसकेपछि मात्र यसमा त्यो कमिटीले डिसाइड गरिसकेपछि मात्र गेम हुने हो। हजुर, जसरी यस प्रतियोगिताबाट जसरी नयाँ प्रतिभा, ट्यालेन्ट पहिचान विकासमा कस्तो भूमिका रहनेछ? अब हामीले चाहिँ मैले तपाईँले जनकपुरको कन्टेक्स्टमा कुरा गर्दा अथवा ओभरअल देशकै कुरा गर्दाखेरि चाहिँ हजुर मधेस प्रदेशमा हाम्रो मधेसमा क्रिकेटलाई सधैँदेखि माया छ। यहाँबाट हामीले विगतमा राष्ट्रिय नेपालको पहिलो कप्तानै जनकपुरबाट, नेपाल क्रिकेट टिमको पहिलो फर्स्ट क्याप्टेनै जनकपुरबाटै हुनुहुन्थ्यो। र त्यसपछि चाहिँ हामीले अब जस्तो यहाँ गेम हुँदाखेरि अब अभियसली यो नयाँ केटाहरू तपाईँले देख्नुभयो ग्राउन्डमा अब लगभग 70-80 को हाराहारीमा हामीसँग स्कुलको स्टुडेन्टहरू आउनु भएको थियो। उहाँहरूले चाहिँ त्यो प्रतिभा देख्नुहुन्छ र एउटा स्पोर्ट्सम्यानले एउटा जस्तो मानुस् न, हामीले सचिनलाई क्रिकेट खेलेर धेरै मान्छेले सचिनलाई आइडल मानेर क्रिकेट खेल्यो होला, धेरैले आजको डेटमा विराट कोहलीलाई मान्छ।
नयाँ युथ नयाँ जेनेरेसनको लागि चाहिँ एउटा इन्स्पायर गर्ने मान्छेहरू जस्तो उहाँले टेलिभिजनमा देख्नु भएको र त्यो लेभलको राष्ट्रियको गहना र राष्ट्रले पनि त्यो हिसाबले खेलाडीहरूलाई जुन अहिले हामीले भर्खर एनपिएल समापन गराउन सक्यौँ त्यो खेलाडीको जुन रिकग्निसन हुन्छ आजको बच्चाले देख्यो भने ओहो भोलि मैले राम्रो क्रिकेट खेलेँ भने मेरो पनि यो लेभलको रिकग्निसन हुन्छ मेरो पनि यो लेभलको पहिचान हुन्छ भन्ने एउटा त्यो जज्बा बच्चाहरूलाई आउँछ भनेर यो गेमहरूले एकदमै राम्रो इम्प्याक्ट गर्छ त्यो नयाँ जेनेरेसन र युथहरूलाई चाहिँ जस्तै यो पानी एउटा मुख्य चुनौती भइ नै सकेका छन् यहाँहरूको लागि तर यो टुर्नामेन्ट सञ्चालनका क्रममा मुख्य चुनौतीहरू अरू त्यो बाहेक पानी बाहेक चाहिँ के चाहिँ लागिरहेको समाधान चाहिँ कसरी गर्नुहुन्छ अब यस्तो छ अहिले चाहिँ हामीलाई समस्या भन्दा पनि हामीले चाहिँ अहिले एउटा च्यालेन्ज तपाईँले भन्नुभयो च्यालेन्ज छ अभियसली पनि यो तपाईँको एउटा जिल्ला क्रिकेट सङ्घ अथवा प्रदेश क्रिकेट सङ्घको प्रतिष्ठासँग पनि जोडेको हुन्छ आयोजना गर्दाखेरि खेलाडीहरूको बसाइदेखि लिएर उहाँहरूको एकोमोडेसनहरू कस्तो छ बसाइ कस्तो छ खाना कस्तो छ त्यो सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ र पानी बाहेकको कुरा गर्नुहुन्छ भने हामीले अहिले जति हामी वर्क गर्छौँ यो ग्राउन्डमा हामीलाई जनकपुर नगरपालिकाबाट चाहिँ महानगरपालिकाबाट हामीलाई चाहिँ मेयर साहेबले चाहिँ सहयोग गर्नुभएको छ उहाँबाट समय समयमा उहाँ आफै पनि आइदिने र आवश्यक चिजहरूमा उहाँको विशेष ध्यान रहेको छ तापनि त्यो पर्याप्त चाहिँ छैन त्यो एकजना व्यक्तिले चाहिँ एउटा उहाँ चाहिँ व्यक्ति त उहाँ हुनु न उहाँ एउटा मेयरको रूपमा हुनुहुन्छ त्योभन्दा पनि यहाँ सरोकारवाला सबैको ध्यान छैन त्यतिकै छैन अब मान्नुहोस् न हामीले यही ग्राउन्डलाई यो ग्राउन्ड हामीले त काम गर्यौँ तर यो हामीसँग भएको जुन साधन स्रोतहरू हामीलाई सरप्लस भयो भने हामी 12 मास काम गर्न सकिरह्यो भने एनी टाइम यो फिल्ड के हुन्छ रेडी टु प्ले हुन्छ अब त्यो सानसानो चिजहरूको लागि व्यवस्थापन गर्नु पर्दैन च्यालेन्जमा चाहिँ एउटा हामीसँग अब अहिले जनकपुरमा चाहिँ पहिले एउटा गाह्रो के हुन्थ्यो होटल एकोमोडेसनहरूको लागि समस्या हुन्थ्यो अहिले होटलको नम्बर पनि सफिसियन्ट छ र निरन्तर जब यो तपाईँको विगत 4 वर्ष 5 वर्षदेखि जब निरन्तर यो राष्ट्रिय स्तरको प्रतियोगिताहरू जनकपुरमा हुन थाल्यो हामीले गत वर्ष प्रधानमन्त्री कप जयनाथ ट्रफी गरायौँ त्यो ट्रफी भइसक्यो त्यसपछि हाम्रो यहाँ महेन्द्र नानी स्मृति कप टुर्नामेन्ट भएको छ त्यसै गरी तपाईँको मेयर कप भएको छ सभामुख कप भएको छ र खेलाडीहरू आउन थालिसकेपछि यहाँको होटल व्यवसायीहरू यहाँको टुरिज्म बिजनेसमा पनि यसले राम्रो इम्प्याक्ट पर्छ जसरी उहाँहरू आज होटलमा गएर बसिरहनु भएको छ र हाम्रो उहाँहरूको अनुभवमा पनि अब क्रिकेट खेलाडीहरूले चाहिँ यो लेभलको एक्सपेक्टेसन गर्छ होटलमा बसिसकेपछि एउटा खेलाडीले चाहिँ खोज्ने न्यूनतम जुन एउटा स्ट्यान्डर्ड छ त्यो आजकल हाम्रो होटल व्यवसाय मेरो होटल व्यवसाय अध्यक्षसँग पनि कुरो भएको थियो यो विषयमा मैले उहाँलाई रिक्वेस्ट गरेको थिएँ हाम्रो खेलाडीहरू उहाँ होटलबाट गएर बस्नुहुन्छ उहाँलाई चाहिँ एउटा जुन एउटा उहाँहरूले रिजर्भ अथवा उहाँहरूको जुन अनुकूलको एउटा सुविधा छ तपाईँहरूले चाहिँ बेहिजक उहाँहरूलाई दिनुहोस् ग्राउन्ड बाहिरको च्यालेन्जहरू यही सब कुरा हो तर हाम्रो हस्पिटालिटीमा चाहिँ पहिलेको तुलनामा हस्पिटालिटी होटल उसमा चाहिँ चेन्जेस भएको छ खेलाडीहरूले पाउने सुविधाहरू उहाँहरूले पाउनुहुन्छ अब प्रकाशजी जसरी यो भनौँ यो पहिलो क्यानको तपाईँको जिल्ला क्रिकेट सङ्घको चाहिँ नेतृत्वमा भनौँ अथवा उहाँको संयोजकमा अथवा आयोजनमा भनौँ बराबरीमा चाहिँ खेल भइरहेको छ हजुर अहिले चाहिँ मध्य प्रदेश चाहिँ विशेष गरेर जुन यो एनपिएल नेक्स्ट टाइम भएको थियो त्यसले पनि धेरै ठुलो चाहिँ पहिचान दिलाएको छ खेल जगतलाई विशेष गरेर तपाईँहरू यति घचाइराख्नु भएको सरकारलाई ध्यान आकर्षण गराउन चाहिँ प्रयास गरिरहनु भएको छ कि वास्तवमा चाहिँ यहाँको सरकारले चाहिँ चाहिएको हो त वास्तवमा स्टेडियम बनोस् भनेर कतिको चाहिँ उहाँहरूलाई हेर्नुभयो कि तपाईँहरूको चाहिँ कुराले गर्दा प्रभाव अथवा उहाँहरू कति चाहिँ सेन्सिटिभ हुनु भएको छ यो त्यो ग्राउन्डले अब हामीले चाहिँ मैले चाहिँ एउटा सकारात्मक विचार विशेष गरेर तपाईँहरूको पलमै आज यो जुन खेल्ने मौका अवसर जुन पाएको छ यहाँकै चाहिँ तपाईँ जस्तै 4-10 जना जुन छ युवाहरू उहाँकै कारणले चाहिँ यो आज चाहिँ भएको यसमा डाउट छैन हजुर छ यस्तो छ हामीले सकारात्मक सोच राखेर कुरो गर्ने भने आशा चाहिँ हामीले गराएको छौँ यो छिटै बन्छ होला तर अब अहिले एउटा चिज चाहिँ एउटा नयाँ भाइब्स जुन एउटा देशले पाएको छ हामीले जुन देख्यौँ विगतमा इलेक्सन पछिको जुन एउटा गभर्मेन्ट तयार भएको छ त्यो गभर्मेन्टसँग पनि हामीले त्योभन्दा बढी एक्सपेक्ट गरेका छौँ यो ग्राउन्डको विषयमा हाम्रो जनप्रतिनिधिहरूले यो विषयलाई चाहिँ गम्भीरतापूर्वक हेर्नुहुन्छ अथवा
हेर्नुभन्दा पनि काम गर्नुहुन्छ भने, किनभने विचार मात्र हो भने हामीले धेरै 5 वर्षदेखि धेरै विचार सुन्यौँ। जिम्मेवार व्यक्तिहरूको मञ्चमा उहाँहरूको धेरै विचार पनि सुन्यौँ, धेरै भाषण पनि सुन्यौँ र काम चाहिँ त्यो लेभलमा भएन। तर अहिले चाहिँ हामीले एक्सपेक्ट गरिरहेछौँ एज अ एउटा क्रिकेटको बोर्ड मेम्बरको नाताले, क्रिकेट एसोसिएसनको बोर्ड मेम्बरको नाताले मैले चाहिँ एक्सपेक्ट गरेको छु यसपल्ट चाहिँ यसमा जरुर केही न केही पहल हुन्छ भन्ने म विश्वास छु। आकाशजी, विशेष गरेर यो जनकपुर धाममा यो स्टेडियममा आज यो प्रतियोगिता भइरहेछ पिएम कप, योमा चाहिँ विशेष गरेर यो जनकपुरको लागि कति चाहिँ लाभदायक छ र यसले कति राम्रो हुन सकिन्छ, किनकि मान्छे त्यति बुझ्न सकिरहेको छैन अहिले पनि। जस्तो हामीले मैले जहिले पनि एउटा कुरा के भन्छु, मैले अगर कुनै देश एउटा एक्जाम्पल खालि उदाहरण दिएँ, मैले मानुस सानो हुँदाखेरि मैले जर्मनी भनेर नाम सुने होला एकछिन, र मैले त्यो नाम सुन्दा पहिलोचोटि मैले कुनै स्पोर्ट्सबाटै सुने। भूगोल त्यतिखेर त अब अहिले जस्तो जिपिएस अथवा गुगल म्यापहरू थिएन। अब जनकपुरको कन्टेक्स्टमा मान्नुहोस् यहाँ स्टेडियम भयो र यहाँ एनपिएल जस्तो गेमहरूको तपाईँको एनपिएलको अहिले हाम्रो ट्यु ग्राउन्डको क्यापासिटी 15,000 को एप्रोक्सिमेटली छ। 15,000 मान्छे बस्नुहुन्छ त्यहाँ, एक्चुअली बसेर म्याच हेर्न सक्नुहुन्छ। भोलि हाम्रो त्यस्तो क्षमता भयो भने तपाईँको एनपिएल जस्तो ठुलो इभेन्ट अथवा हाम्रो यो पिएम कपहरू जस्तो इभेन्टहरू भयो भने 10-15 जना मान्छे यहाँ आएर बसेर म्याच हेर्नु भयो भने यहाँको व्यवसायलाई कतिको प्रभाव पर्छ। खेलाडीहरू आएर बस्यो भने आज जुन खेलाडीहरू होटलमा बस्नु भएको छ, आज त्यो होटलको त व्यवसाय चलिरहेछ नि। त्यसपछि उहाँहरू घुम्न जानुहुन्छ, मन्दिर दर्शन गर्न जानु होला, उहाँहरूले फुलमाला किन्नु होला, प्रसाद किन्नु होला, अथवा कतै बसेर खाजा खानु होला, खाना खानु होला, अथवा अरू चिजहरू खरिदारी गर्नु होला भनेपछि त त्यो त हाम्रो जनकपुरको लागि त त्यो एउटा व्यवसाय बढाउने अवसर पनि हो नि त, अवसर हो। अब अहिले मानुस लगभग 7वटा टिमको खेलाडीहरू नै आउनुभयो भने त हामीलाई त यो सङ्ख्याको हिसाबले भन्ने हो भने राम्रो सङ्ख्या हो नि त होटल अकुपेसनको लागि त। हजुर आकाशजी, जसरी विगतमा धेरै खेल भएको होला र यो मानौँ कि यो पिएम कप पहिलोचोटि हो र विगतमा चाहिँ खेलहरूमा चाहिँ धेरै नै त्रुटि भएको होला। हजुर। तर एउटा चाहिँ तपाईँ यो पिएम कपको जुन एउटा डाइरेक्टर, मध्य प्रदेशको डाइरेक्टर हुनुभएको जिम्मा पाउनु भएको छ, त्यसले गर्दा यो संस्करणमा केही त्यस्तो त्रुटि नहोस् भनेर विगतमा भएको त्रुटिहरूलाई कसरी सच्याउनुहुन्छ? यसो छ, अब मानवीय त्रुटि त एकदमै न्यूनीकरण गर्न, मिनिमाइज गर्न गाह्रो हुन्छ। मान्छे छ भने त्रुटि त सम्भव केही न केही हुन्छ। तर हाम्रो चाहना चाहिँ के हुन्छ, जस्तो एज अ अहिले डाइरेक्टरको रूपमा तपाईँले मलाई सोध्नु भएको छ भने हाम्रो चाहना चाहिँ खेलसँग सरोकार राख्ने सबै व्यक्ति, जस्तो खेलाडी साथीहरू, यहाँ हुने हाम्रो ग्राउन्ड स्टाफहरू, हाम्रो एसोसिएसनहरू, पत्रकार साथीहरू, हामीलाई सपोर्ट गर्ने, लजिस्टिकमा सपोर्ट गर्ने जतिजना हुनुहुन्छ, क्यामेरा क्रू, टिम मेम्बर, उहाँहरूले चाहिँ आफ्नो जुन एउटा ड्युटी हुन्छ, मेरो एज अ डाइरेक्टर मेरो रेस्पोन्सिबिलिटी के भनेदेखि उहाँहरूलाई चाहिँ उहाँहरूको गर्ने कामहरू चाहिँ सहजीकरण होस्, त्यसमा त्रुटि नहोस्। जस्तो अब मिडियाको साथीले चाहिँ उहाँलाई इन्फर्मेसन म्याचमा कस्तो म्याचको इन्फर्मेसनहरू अब अहिले त अनलाइनहरू सबैमा हामीले हाल्ने गरेका छौँ, अफिसियल पेजहरूबाट पनि आउने गरेको छ। मेरो अहिलेको ड्युटी भनेदेखि टुर्नामेन्ट खेल्ने सहभागिता जनाउने खेलाडी लगायत त्योसँग एसोसिएट सबै स्टेक होल्डरलाई चाहिँ तपाईँले खोजेको एज अ रिपोर्टर तपाईँले खोजेको म्याच समरी अथवा म्याचको सम्बन्धी न्युजहरू त्यो तपाईँलाई समयमा तपाईँनिर पुगोस्। त्यो हिसाबले हामीले त्यो लेभलमा चाहिँ त्यहाँ कुनै त्रुटि नहोस्, खेलाडी खेल्दाखेरि चाहिँ कुनै पनि किसिमको उहाँहरूलाई खेल्नलाई चाहिँ ग्राउन्डमा केही त्यस्तो समस्या नहोस् भन्ने नै चाहना नै हुन्छ। धेरै धेरै धन्यवाद। र तपाईँ अन्त्यमा चाहिँ के भन्न चाहनुहुन्छ? मैले चाहिँ तपाईँको माध्यमले, च्यानलको माध्यमले, तपाईँको टेलिभिजनको माध्यमले सम्पूर्ण जनकपुरवासीलाई अथवा मधेस होइन सम्पूर्ण नेपालमा भएको, अब अहिले आयोजना चाहिँ हाम्रो मधेसमा भएको हुनाले मधेसमा उपस्थित जनकपुर हाम्रो यो भेन्यू यहाँ छ जनकपुरमा छ भने मैले सबै जनकपुरवासीलाई तपाईँहरूले चाहिँ एकचोटि म्याच हेर्न ग्राउन्डमा आएर म्याच हेर्नुहोस्। जुन नानी बाबुले आज मोबाइल हेरेर बसेको छ, तपाईँ गार्जेनहरूको लागि विशेष हामीले के भन्छौँ भनेदेखि नानी बाबु मोबाइल हेरेर एकदमै अप्ठ्यारो छ, त्यो उहाँहरूलाई ग्राउन्डमा म्याच हेर्न ल्याउनुहोस्, हेराउनुहोस्। यो उहाँहरूको फिजिकल एक्टिभिटी हामीले यो लेभलको ग्राउन्ड एभाइलेबल गराइरहेछौँ उहाँहरूलाई। उहाँहरूले बच्चाहरूलाई खेल्न पठाउनु पऱ्यो, खेल्नु पऱ्यो। हामीले चाहिँ के देख्छौँ भनेदेखि क्रिकेट चाहिँ यो अब मैले 15 वर्ष पहिले 20 वर्ष पहिले खेले हो, अब अहिले एउटा अर्को जेनेरेसनले खेलिरहेछ, यसपछि हुने 15-20 वर्षपछि अर्को जेनेरेसन आएर खेल्छ। यो क्रम चाहिँ एकदमै जारी होस् र
यो क्रम जारी भयो भने अब हामीले पनि त रिसेन्टली हेर्ने हो भने धनुषा जिल्ला क्रिकेट सङ्घबाट चाहिँ एउटा कतिलो एउटा अन्तर्राष्ट्रिय स्तरमा राम्रो नाम अनिल मण्डल अथवा हरिशङ्कर शाह अथवा अहिले हामीसँग मयङ्क हुनुहुन्छ, यो नम्बर बढ्नु पर्यो। हाम्रो चाहिँ मेन चाहना हाम्रो रिजन, म अहिले जसरी जनकपुर मधेसलाई रिप्रेजेन्ट गर्छु भने मधेसबाट चाहिँ 101 खेलाडीको उत्पादन होस्। अन्त्यमा यति भन्दै तपाईँहरू सबैजनालाई चाहिँ म्याचको शुभकामनाको लागि चाहिँ विश गरिदिनु भन्ने। हस्। बहुत बहुत धन्यवाद एवं साहब आकाश जी की जे हमरा सब संगे बातचीत के लेता और खेल के बारे में एतेक नीक से जानकारी कर लेता। स्वाभाविक है वास्तव में अगर एक खेल जे देखा एते बच्चा सब तो बच्चा सब के लिए और नीक भ सके विशेष कऽ कऽ जे अखन मोबाइल में लागल रहे छै फिजिकली रूप से जे छै से और नीक बच्चा सब में प्रभाव पड़ि सकैया। अखन लेकिन पानि के कारण से ई प्रभावित भए चुकल अछि, ओना खेल आइ नहीं हैत। लेकिन ई एकदम जे 10 दिन कही या तो 5 दिन कही लेकिन 17 टा खेल हैत एहिमे। अहाँ सब आबि कऽ अवश्य जे छै से राम जानकी स्टेडियम में आबि कऽ देखब। लेकिन आइ ई खेल प्रभावित भऽ चुकल अछि। हम सब खेल के लऽ कऽ अपडेट अपने सबके करबैत रहब। अखन के लिए विदा ली, नमस्कार।